रगड भएको थिएन कि होइन बिहानै भगवान्ले वर्षमा हत्तर बुझाएको थियो नि क्या हो यार अघि छ रिकर्ड गरेँ कि भनेको त रिकर्ड भएको रहेन यत्रो बेर यार यस्तो बुझाएको थियो जे होस् आज सोमबारको दिन नि राम्रो हाम्रो मेरो पनि बर्थडे कति जन्मदिन पढ्नु सोमबार पनि आउनु यो सोमबार चाहिँ हर दिन चाहिँ हाम्रो राम्रो हुन्छ नि कहिले नराम्रो दिन परिदिन्छ कहिले राम्रो परिदिन्छ एउटा न एउटा निस्किहाल्छ कि सोमबार चाहिँ हामी मन्दिर आएको दिन चाहिँ अब आज मन्दिर आयौँ एउटा काम सिसेर निस्किगयो अब अर्को त के निस्किनु खाएन अस्ति बिस्तारै भन्दा पो कस्तो मन्दिर बचाएर आयो त्यसै काँचियो खना नि कहाँ हिँडे कहाँ भन्दाखेरि मन्दिर हिँडे कहाँ भन्दा किन भन्दा आज एउटा रिजल्ट निस्किन्छ भन्नु 7 किलोमिटर निस्किरहेको नि आफ्नो मनदेखि विश्वास गर्नुपर्छ कि भगवान्लाई पनि मनदेखि विश्वास गरेर भगवान् पनि हुँदैन अब आफ्नै बाबाको फोटाहरू राखे जस्तो नि होइन आफ्नो बाबामा भित्र गएर बाबामा छन् भन्ने एउटा राखेको नि विश्वास गर्दाखेरि कुराहरू चाहिँ त हो भाइ कस्तो फिल भयो मन्दिर गएर आउँदाखेरि तिमी त्यता नै हेर्दैन है त हेर्नु क्यामेरा त्यही नै हेर्नुहोस् है हेरेँ थियो अघि त रिकर्ड नगर्दा हेरेको होस् नि रिकर्ड गरेर हेरेस् न नि भाइ त फर्स्ट टाइम हो नि हामीसँग मन्दिर यसरी आएको पर शिवरात्रिमा नि यसरी आउनु है शिवरात्रिमा मेरो पूजा लाउँछु नि कहाँ कति दिन बस्नु त एक दिन 9 दिन बस्छ 9 दिन कहाँ बस्नु एक दिन यस्तो मान्छे अब योगोमा भएको भए त्यहाँनिर नारायण डाक्टरसँग मैले त भनिदिएँ राकेश र सुन्दरीले त्यो हेबुटीबाट भयो क्या त पुऱ्याउनु पनि रातले भुकेर खोलाले हालेर है क्या त त्यसले निखोजेर त अब मलाई कलारे भनेर निखोज्यो राकेश र सुन्दरीको पारामा लाजा खोला यहाँ अगाडि हो पछाडि गरे समातेर हुन नि त हो हामीलाई चाहिँ हुन नि त साइके पायो भने हालको त्यति साह्रो पुग्दैन होला साइके साह्रो पुग्दैन मलाई आस्ते कुदाउने आऊ हिजोमा कुदाएर साइकल नदुक्रे जस्तै हुन्छ अनि फेरि आफूले कुदाइराख्ने बानी भएर अरूसँग चलाउने अहिले त उनले रिजन कुदाएको छैन आज घर कतिले पुग्छ भनेर अल्छी गइहाल्छ नि होइन हामी चाहिँ अब सिक्नु खेल्न सक्छौँ नि त हामीले धेरै कुदाइन्छ साइके खेल्न सकिन्छ नि त म त हाइवेमा कुदाउन के राम्रो लाग्छ म त हाइवेमा दिगुरी कुदाउने कुदाइन्छ हाइवे लाइन्सी लाइन्सी बनाएर जानुपर्छ अब त्यो लाइन्सी 500 मात्रै मिलाउँदैन लाइन्सी मिलो अब मेरो मिला गर्छ रातो हरियो नि भाइ लाइन्सी बनाउने कि के गरेर बनाउनु लाइन्सी बनाएको कहाँ मान्छे भेट भएछ भन्नुहोस् न लाइन्सी बनाएपछि भाइ ढुक्क नि यहाँ त काराभित्र निस्किनु पनि भयो कता निस्किनु पनि भयो जहाँ पनि गयो जहाँ झापै हुनु भन्ने छैन नि गलेपछि त गलत कुदाउनु होइन मलाई गाडी किन्नु ठिक छ है गाडी किनेर चाहिँ आज हिँडेर त कति घुम्यो कति घुम्यो केटाहरू मात्रै जाने भने चाहिँ त्यो अस्ति हिँडेर गएँ कस्तो राम्रो छ ठुलो छ हेरेको त्यस्तो माथि छैन हामीले सानोमा गएको त्यो माथि पनि राम्रो
मिल्छ त्यहाँ अस्ति मैले त्यहाँ लान पाएन नि मान्छे धेरै भएर टिका गाडी गयो होइन साङ्गे जान्छ नि पुगिन्छ लाइसेन्स चाहिन्छ नि अब पुलमा सिक्यो भन्छ नि पुलमा आउने केही सिक्दै छ त्यही भएर अर्को लाइसेन्स भयो भने निस्किन हुन्छ ए लाइसेन्स नभए नि हामी जान हुन्छ हिरोको खाङतिर गयो खाङ्ना होइन त्यो गाम्पी हिरो बुझ्छौँ भनेर भाइ फोन गरेर